एथलेटिको म्याड्रिड भर्सेस बार्सिलोना यो दुईको म्याच चाहिँ एउटा हिस्टोरिक म्याच हुन्छ सधैँ र आई थिङ्क आफ्टर एल क्लासिको र म्याड्रिड डार्बी पछिको सबैभन्दा ठुलो म्याच हो ला लिगाको र यी दुईको पास हिस्टोरीको कुरा गर्ने हो भने अहिलेसम्म 248 पटक भिडिसकेका छन्, जहाँ चाहिँ 112 चोटि बार्सिलोनाले र 79 चोटि एथलेटिको म्याड्रिडले जितेको छ भने त्यहीँ 57 पटक चाहिँ ड्र भएको छ। मतलब हिस्टोरी फेभर इन बार्सिलोना साइड, बट अहिलेको सिनेरियो डिफ्रेन्ट छ। एथलेटिको म्याड्रिड प्लेइङ देयर बेस्ट फुटबल एट द मोमेन्ट इन ला लिगा। लास्ट 5 म्याचमा 5 वटा विन छ र बेस्ट पार्ट चाहिँ 4 म्याचमा क्लिन सिट राखेको छ एथलेटिको म्याड्रिडले। र अर्को स्केरी पार्ट चाहिँ यो एथलेटिको म्याड्रिडले लास्ट 15 वटा म्याचमा 15 वटामै गोल गरेको छ। यसको मतलब बार्सिलोनालाई ट्रबल भने पक्कै नै गर्छ एथलेटिको म्याड्रिडले, त्यसमा नो डाउट। र बार्सिलोनाको सबैभन्दा ठुलो राइभल मध्येको एक हो एथलेटिको म्याड्रिड र लास्ट सिजन पनि निकै नै ट्रबल दिएको थियो एथलेटिको म्याड्रिडले। र यो दुईको लास्ट 4 म्याचको कुरा गर्ने हो भने बार्सिलोनाले 1 म्याच जितेको छ भने एथलेटिको म्याड्रिडले 1 र 1 म्याच ड्र भएको छ। र लास्ट सिजन त बार्सिलोना अलग नै फर्ममा थियो एज कम्पेयर टु एथलेटिको म्याड्रिड, त्यति बेला नै ट्रबल भने पक्कै नै दिएको थियो। र बार्साको रिसेन्ट फर्मको कुरा गर्ने हो भने लास्ट 5 म्याचमा 4 वटा विन र एउटा ड्र गरेको छ ला लिगामा। च्याम्पियन्स लिगमा त एल नै लागेको छ। एट द मोमेन्ट बार्सिलोनाको विकनेस भनेको चाहिँ लास्ट 5 म्याचमा एउटा म्याचमा मात्र क्लिन सिट राखेको छ। र यहीँबाटै थाहा पाउन सकिन्छ कि बार्सिलोनाको डिफेन्स कति पानीमा छ भनेर। र आई थिङ्क यो म्याचमा पनि बार्सिलोनाले क्लिन सिट भने पक्कै नै राख्न पाउँदैन, किनकि एथलेटिको म्याड्रिडसँग नि त्यस्तो अट्याकिङ अप्सन छ। बेन्चबाट आएर नि गेम बदल्ने प्लेयरहरू छन् अहिलेको एथलेटिको म्याड्रिडको टिममा। र यो म्याच चाहिँ झनै किन इन्ट्रेस्टिङ बन्छ भने मात्र 3 पोइन्टको ग्याप रहेको छ ला लिगा टेबलमा र प्लेयरहरू पनि अलमोस्ट दुवै टिमको एभाइलेबल नै छन्। र लास्ट म्याचमा पनि इम्पोर्टेन्ट प्लेयरहरूलाई रेस्ट पनि दिएको थियो दुवै टिमले। आई थिङ्क यो म्याचमा रोबर्ट लिनोमान एभाइलेबल छन् कि छैनन् म स्योर छैन, बट अराओ भने 100% नै एभाइलेबल छैनन् बार्सिलोनाको लागि, नत्र अलमोस्ट सबै प्लेयर नै एभाइलेबल छन् दुवै टिमको। र यी दुईको लाइनअपको कुरा गर्ने हो भने आई थिङ्क 4-4-2 मा नै उत्रिनेछ एथलेटिको म्याड्रिड। गोलमा अभियसली ओल ब्ल्याक, डिफेन्समा ह्याङ्को र गिबिनेसको पार्टनरसिप अथवा लिनोमान एभाइलेबल छन् भने ह्याङ्को एज अ लेफ्ट ब्याक स्टार्ट गर्नेछन् प्रोबेबली। राइट ब्याक लेरोन्टे, मिडफिल्डमा त कोके र बारियोस छँदैछन्। राइट विङमा सिमियोने, लेफ्ट विङमा आई एम नट स्योर निको गोन्जालेस या एलेक्स बायना, प्रोबेबली बायना स्टार्ट गर्नेछन् यो म्याचमा। र अप फ्रन्टमा त अल्भारेज र सर्लथ 100% नै हो। सर्लथको क्रेजी रेकर्ड रहेको छ अगेन्स्ट बार्सिलोना। र यता बार्सिलोनाको लाइनअपको कुरा गर्ने हो भने गोलमा जोन गार्सिया 100% नै हो। डिफेन्समा बाल्डेकुन्डे, एरिक गार्सिया र कुबार्सीको ब्याक 4 हुनेछ। मिडफिल्डमा पेड्री एभाइलेबल छन्, डिजोङ र पेड्री स्टार्ट गर्नेछन् प्रोबेबली। र अप फ्रन्टमा राफिनिया, ओल्मो, लामिन यामालको साथ प्रोबेबली रोबर्ट लेवान्डोस्की स्टार्ट गर्नेछन्। रासफोर्ड पनि एभाइलेबल छन्, बट आई प्रिफर राफिनिया बिकज अफ हिज वर्क रेट। आफ्टर लङ टाइम पछि बार्सिलोनाको ट्रियो लामिन यामाल, रोबर्ट लेवान्डोस्की र राफिनिया स्टार्ट गर्नेछन् प्रोबेबली यो म्याचमा। र अब आउँ फाइनली मेरो प्रिडिक्सनमा। यो म्याच बार्सिलोनाको होममा भए तापनि आई स्टिल थिङ्क कि यो म्याच ड्रतर्फ धेरै जानेछ। 2-2 ड्र फर मी। तपाईँहरूको के प्रिडिक्सन रहेको छ लेट मी नो इन द कमेन्ट।